तयारी काम जहिले जारी जबसम्म हुन्न एक खोका खल्ती भरि बिटो रिमोट थिचे गेट खुल्ला इभेन्ट गर्न सक्दैनस् त आएको मात्र रेट बुझ्न हाउमा उड्ने चङ्गाहरू छेउमा आए जेट हुन्छ हाम्रो लेभल फरक तेरो मेरो भेट हुन्न खुसीमा चढ्नु पर्छ तैले मेरो नेक छुन तेरो स्पिडमा लाग्ने ब्रेक हुम फरक बुझ्ने गर साथ दिनु अनि चेप्नुमा त्यसैले आजकल गर्छु काम कुरो सेपुमा रियल फेक र फेक रियल टाइम लाग्दैन चेन्ज हुन मुटु भरि पीडा छुट्टै सङ्गीत मेरो पेन किलर प्राय सबै छन् या फेम डिगर Fatter package and my chains bigger tempo my studio अहिले बिजनेस क्लास प्लेन भित्र सैतान पछि पछि तेरो तैले पाउने फेम सित नयाँ एल्बम हामी जान लाग्छ रे फाइनली म चाहिँ अहिले हाम्रो यहाँ वर्कसपमा छु है अनि मेरो बाइक चाहिँ मैले घर पूजा गरेर आएको फेरि पनि यहाँ पनि अब सबैसँग गर्दिनु भनेर सबै गाडी यहाँ छ अनि गुड मर्निङ सबैलाई के छ गाइज हल्ली चल्ली म दामी छु है धेरै पछि भ्लगमा आए सो आज चाहिँ हाम्रो विश्वकर्मा बाबाको पूजा भएर सो आज छुट्टी छ सबैको अनि अर्को हाम्रो शोक बिदा पनि आज निर्णय गरेको रहेछ सरकारले अनि त्यही भएर गाइज अब हामी यहाँ पूजा गर्न चाहन्छौँ के छ विनय के छ ब्रो सो गाइज हामी चाहिँ अब यहाँ पूजा गरिदिउँ है त पूजा गरिदिउँ है त गाइस धेरै पछि भेट्यो होइन भ्लगमा सो मैले केही त्यस्तै हो अब हाम्रो नेपालमा अब नयाँ सुरुवात हुँदैछ सो म त्यस्तो भिडियोहरू चाहिँ हालेन मैले होइन म चाहिँ होइन ठिक छ अनि सब आजको लाइनअप हेर्नु न गाइसहरू बवाल थियो हेर्नु त आइसकेछ है ओए यहाँ हिरोको फोटो खिचिरहेछ नाच्थ्यो नि त फाइनली यहाँ पूजा चाहिँ सकिन लागेको छ भाइ तिम्रो पालो गर्दैन ए हो र लड्डे खाने हेर्नु बसेको गाइस पूजा हाम्रो यहाँ अझै सिद्धियो भनेको त यत्रो रहेछ त अझै पूजा यो भइरहेको छ पूजा होइन यता हाम्रो जनताहरू पनि छ सबै कता बिहावाला फिल हो बिहावाला भाइ भाइ रहेछ मलाई होइन जन्ती घर चाहिँ यही हो म यहाँ छु हुनेवाला कता छ अब हामी जान लाग्छ बढ्यो छाता पनि बढ्यो गाइस है अहिलेको छाता भङ पऱ्यो चाहिँ हामीले भन्न सकेन यो चाहिँ खतरा रहेछ दुला भिज्यो के पण्डित दाई भिज्नु भयो अन्त अहिलेको लागि त म आफूले आफूले मेरो बाइकमा अलिकति खर्च कम होस् गाइस हामी चाहिँ कुरेर आएछ पूजा कति बेला सकिन्छ तर के अरे हाम्रो सुन त भएर होइन तर कति बेला खाने लड्डु मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है होला यहाँ अन्त कति बेला लड्डु खाने हुँदै बस्नु के भन्छौ तिमी यिनीहरू दुईजनाको आफ्नै गफ छ फेरि फोन आयो कि त्यहाँ फोन आयो लड्डु गाइस लड्डु पनि खाइयो यिनीहरूले धेरै खायो